साथीहरु नमस्ते अनि स्वागत छ तपाईहरुलाई एउटा आजको नयाँ भिडियोमा। साथीहरु है म चाहिँ आज भ्याली बाहिर जाँदैछु अनि मेरो यो एक्सपी मा है ब्याग स्याग बोकेर हैन। अब यो रोड चाहिँ ठक्क रामकोटबाट आउने हैन। हामी यो रोडबाट आयो भने चाहिँ हामीले यो थानगुरु रोडबाट आउनु पर्दैन। यहाँबाट हामी सिधै 9 भन्दा नि अलिकति तल पुग्छौं है। त्यसैले अब हामी प्राय जस्तो अब यो रोडबाट चाहिँ हामी टक्क गएर ठक्क निस्केर चाहिँ आज मेरो चितवनसम्मको यात्रा हुनेछ। अनि बाटोमा कस्तो छ यो रोड कस्तो छ तपाईहरुलाई यसको अपडेट पनि दिने छु। अब मैले चाहिँ ब्याग यहाँनिर राखिरहेको छु। अब यो ब्यागलाई निकालेर म यहाँ बान्छु किनभने खुट्टा राख्न अलिकति अप्ठ्यारो भयो। अनि त्यसपछि म तपाईहरुलाई स्कुटीको भ्लगिङ पनि देखाउने छु र मैले एउटा सरप्राइज पनि लिएर छु आज यहाँ बान्नको लागि हैन। अब त्यो पनि बान्छु अनि भिडियोलाई माया गरिदिनु होला, हेर्दै गर्नु होला, स्टे ट्युन। सो साथीहरु धेरै ग्याप पछि भिडियो हाल्दैछु। सेस भिडियोलाई अलिअलि माया देखाइदिनु होला है त साथीहरु। अनि जो पनि नयाँ हुनुहुन्छ मेरो भिडियोलाई हेर्दै हुनुहुन्छ प्लिज सब्स्क्राइब गर्न नबिर्सिनु होला। यति भन्दै अहिलेलाई टु बी कन्टिन्यू। सो साथीहरु हाम्रो एक्सपी मा चाहिँ मैले हैन टक्क यो बुद्धको झण्डा बान्दैछु है। सो कस्तो देखिरहेछ कमेन्ट गरिदिनु होला है त एक्सपी मा। हेर्नुस् त बाबा हाल्छ के दामी देखेछ है। सो साथीहरु मैले ब्यागलाई पनि चट्ट यसरी बान्दिए हैन। अब ब्याग पनि मजबुत भयो चट्ट लाएर यसरी बान्दिसकेको छु। अब एकछिन यो रोटी खाउँ, इनर्जी बनाऊ, अनि त्यसपछि अगाडिको यात्रालाई कन्टिन्यू गरौँला है त साथीहरु। सो हेर्दै गर्नु होला है त साथीहरु। यहाँबाट हेर्नु न सानो गाडीहरु जम्मै यहीँबाट चल्छ के। अनि यहाँ ट्राफिक पनि आएर बसेर रहेछ आजकल। सो ठिकै छ ल, अब राइडलाई कन्टिन्यू गरौँ है त। सो फाइनल साथीहरु अब यहाँबाट निस्किन लागेको हैन। मैले यहाँ सेटअप पनि गरिसकेको छु। अब मजाले बिस्तारै जाउँ। यो बाटोको सिनहरु तपाईहरुलाई देखाउने नै छु। यो सो लेट्स गो। जय शिव शम्भु, जय शम्भु, जय शम्भु, जय शम्भु। ल यहाँबाट चाहिँ प्रायः धेरै गइरहेको हुन्छ कि सानो गाडीहरू। हामी पनि यहाँबाट जाउँ मजाले बिस्तारै झरौँ। माथिको सिनहरू बवाल छ हेर्नु। यो बवाल देखिरहेछ है। सो दामी देखिरहेछ क्या। सानो गाडीहरू जम्मै यहीँबाट जाने हो है। बिस्तारै जाउँ, हावा सर आउँछ कि बोलेको त्यति सुन्दैन, माइक छैन मेरो। त्यही पनि अब बिस्तारै जाँदै तपाईहरुलाई रमणीय दृश्यहरू देखाउने नै छु। म चाहिँ आज चितवनसम्म पुग्छु होला। अनि चितवनबाट चाहिँ भोलि मेरो कार्यक्रम छ सानो है। तपाईहरुलाई के छ भन्ने कुरा म भोलि देखाउने नै छु। अनि त्यहाँबाट पर्सि फेरि म हेटौडा जान्छु। हेटौडा गइसकेपछि चाहिँ हेटौडाबाट त्यहाँ पनि सानोतिनो काम छ हेटौडाबाट। अनि फेरि फर्केर ब्याक टु काठमाडौँ। सायद शनिबारसम्म म काठमाडौँ आइपुग्छु होला। हेर्नु नै इन्जोय गर्नुहोस् है त साथीहरु। दामी छ है, यस्तो दामी भ्यू छ है यहाँ। बवाल छ क्या ठाउँ चाहिँ। बिस्तारै जाउँ है त साथीहरु। हेर्नु न यस्तो बवाल छ कि यतातिरको भ्यू। बाटो पनि ठिकै छ, कोही ठाउँमा बिग्रेछ यस्तो खाल्टाखुल्टुङ। बिस्तारै गइन्छ। एक्सपी हो नि त, एक्सपीले त मजाले दौडाउँछ नि त साथीहरु। तपाईँको नि माया नमार्दै नि कहिले हो। गएको छ ल्यान्डस्लाइडिङ। अनि अब सानो गाडीहरू बाइकहरू हैन सबै यही बाटो युज गर्छ क्या अहिले। यो चाहिँ रामकोटबाट माथि चढेर चाहिँ तलतिर झर्ने बाटो हो। बाटो एकदमै राम्रो छ यो पनि। पिच बाटो हो, मजाले आउँछ सानो गाडीहरू।
बाइक स्कुटरहरू त झन् पुरै नगरौँ सानो गाडीहरू मजाले हुन्छ ठुलो गाडीलाई चाहिँ अलिक अप्ठ्यारो छ बाटोमा ठुलो गाडीलाई सायद आउनु पनि दिँदैन होला यो बाटोमा अब टिप्परहरू चाहिँ चलिरहँदो रहेछ है टिप्परहरू त अब यतैको लोकल होला सायद है लोकल भएको कारणले तिनीहरूले अब बालुवा सल्लाह बोक्ने यताउति बोक्ने भएर तिनीहरूलाई आउनु दिने होला सुरुमा त्यहाँ एउटा जुन ढार्केनिर एउटा छिर्ने ठाउँ छ कि त्यहाँनिर चाहिँ सानो छ क्या बाटो त्यहाँनिर चाहिँ ठुल्ठुलो गाडीहरू छिर्दैन त्यही भएर पनि ठुलो गाडीहरू यताबाट आउँदैन क्या मौसम कुरा गर्नु पर्दाखेरि आज अलिकति मौसम चाहिँ हुस्सो लागेको छ है यता घामसाम लागेको छैन रहेछ आयो यमराज आयो यमराज यमरेर बसिरहने कुरा पनि भएन कति कुर्नु गाडी आएपछि धुलो त उल्कै फाल्ने रहेछ कि उल्कै सायद अब 9:20सम्म पुग्दाखेरि पनि धुलो नै होला जस्तो छ शरीर चाहिँ केही छैन हामीसँग यहाँ ब्याकअप छ अब बाइक राइडको इन्जोय लिएपछि अलिअलि धुलो त खानै परिहाल्छ नि साथीहरू धुलो हेर्नु त क्यामेरामा त्यति देखिँदैन है धुलो तर उल्कै धुलो उडायो चाहिँ उल्कै उता अगाडि बाटो बनाउँदैछ है अनि उल्कै धुलो कि अब त्यहाँनिर त अब ल बाटो नै छैन रहेछ कि यहाँनिरबाट तलतिरबाट झर्न पर्दैछ तल झरेर कहाँबाट जाने हो तल भेट्छ जस्तो चाहिँ ओहो यो मलाई एमराजले फेरि बबाल धुलो उडाएको हेर्नु त ल अब गाडी लिएर आउनुहुन्थ्यो गाडी लिएर आउँदाखेरि यसरी मजाले भ्लग बनाउँदै हिँड्न पाइन्न त्यही भएर पनि टक्क स्कुटरमा आउने निर्णय गरे हो बाटो अलिअलि बिग्रिएको छ कि है यस्तो यस्तो ठाउँमा बिग्रिएछ तर पिचहरू पनि छ कि छन् चाहिँ ठाउँमा चाहिँ बिग्रेछ बाटो अब वाटर क्रसिङ छ हेर्नु त्यहाँ ओ बैगुनी ओ माया नमारे कहिले हो वाटर क्रसिङ छ यहाँ वाटर क्रसिङ अब यसले हेर्नु नेपालको बाटोको हालत हेर्नुहोस् के गर्ने अब गर्ने के गाह्रो छ हजुर नेपालमा बाइक राइड गर्न एकदम गाह्रो छ अब यस्तो धुलो बाटोको राइडलाई तय गर्नु परेको छ अब यो बाटोमा चाहिँ अलिक चिप्लिने सम्भावना बेसी नै हुन्छ ओह्रालोमा त्यही भएर हामी बिस्तारै बिस्तारै झर्नेछौँ त्यहाँ माथि डाँडाबाट झरेको तल है साथीहरू तल झर्दै जाने हो अब बाटो चाहिँ साथीहरू यस्तै छ होइन तपाईँहरूले मजाले आउन सक्नुहुन्छ अब म तपाईँहरूलाई वहाँ पुग्ने बेलामा चाहिँ एकचोटि फेरि देखाउँछु होइन अहिलेलाई चाहिँ म धेरै लामो भइसक्यो भिडियो होइन अफ गरेर फेरि काटेर तपाईँहरूलाई म अहिले त्यहाँ पुग्ने बेलाको टाइमको देखाउँदैछु है त साथीहरू म चाहिँ मङ्की मास लाएर रेडी भयो अब होइन किनभने धुलो उल्कै उडेछ कि अब धुलोसुलो बन्द गर्नलाई त मास्क लाउनु परिहाल्यो होइन टक्क मास्क लगाइयो अब टक्क जान्छु तपाईँहरूलाई त्यहाँ पुग्ने ठाउँमा म तपाईँहरूलाई देखाउने छु है त साथीहरू है सबै ढाकामा आइपुग्यो होइन अनि तपाईँको यो पछाडिको बाटो जुन छ नि त्यहाँबाट चाहिँ हामी त्यो बाटो आएको हो होइन अब यो बाटो भनेको चाहिँ तपाईँको नागढुङ्गा हुँदै आउने बाटो हो अब यताबाट हामी मुगलिङ चितवन मलेखु जाने बाटो हो होइन सो फाइनली साथीहरू अब चाहिँ म यहाँबाट ढाकेबाट चाहिँ सिधा चितवनतिर लाग्छु सो यस्तो ट्रेन हेर्दै गर्नु होला बाटो ठिकै छ है एक दुई ठाउँमा चाहिँ अघिल्लोको ठाउँमा मात्रै बिग्रिरहेको रहेछ अरू बाटो सबै दामी छ सो हेर्दै गर्नु होला कि सो फाइनली साथीहरू म चाहिँ यहाँ मुगलिन आइसकेँ अनि मुगलिनमा आएर यहाँ स्कुटर धुँदैछु है बाटो त उल्टै धुलो मैलो होइन अब के भन्ने यार हालतै बेहाल भएको छ है सो हामी चाहिँ यहाँबाट चाहिँ चितवनतिर लाग्छौँ होइन अब यो चाहिँ मेन मुगलिन बजार यहाँनिर भयो अनि तपाईँको टक्क लगाएर यताबाट पोखरा गइन्छ अब सो यहाँबाट चाहिँ लगभग 47 किलोमिटर चाहिँ होला अनि अब यहाँबाट पुरै शरीर धुलो मुलो भएको छ होइन अब उता जान्छौँ अनि त्यसपछि
हामी स्कुटरलाई यहाँ धुँदैछु यार लास्टै धुलो मैलो भएर साथीहरू अब चितवन पुगेपछि म तपाईँहरूलाई भन्नु नै छु है बाटो चाहिँ लास्टै धुलै धुलो मात्रै उड्ने छ है सबै बाटो बनाउने कार्यक्रम भइरहेको छ अनि अब यहाँदेखि चाहिँ ठिकै छ बाटो है राम्रो छ त्यसको लागि स्कुटरलाई यहाँनिर चट्ट धुवाएर चाहिँ डेलीको टर्केर लानु पऱ्यो नि त अन्त गाइज सो फाइनल साथीहरू म चितवन पुगिसकेको छु है अनि हाम्रो भान्जीको चाहिँ यहाँ मेहन्दी लाउने कार्यक्रम भइरहेको छ कस्तो लागिरहेछ कस्तो लागिरहेछ भन त भान्जी बडो राम्रो लागेको छ रे यसलाई त ल आम्मा घर छोडेर जानलाई चाहिँ राम्रो मानेर हाँसिरहेछ यो भोलि अलिअलि रुन्ची अब हाम्रो चाहिँ अब मेहन्दीको कार्यक्रमहरू चाहिँ एकदम सुरु भइरहेछ भक्का भक यहाँ अब खाना पकाउनेदेखि लिएर एभ्रिथिङ सब सुरु भइरहेछ है ल यो चाहिँ मेरो कान्छी भान्जी है अब भान्जीको सानो भान्जीको चाहिँ बिहा भइसक्यो होइन अब त्यो जेठी भान्जीको बिहा हुनु बाँकी छ यो भोलि रुँदै जान्छ अरे होइन भान्जी